एक जंगलमा एउटा सानो कमिला बस्थ्यो। उसलाई आफ्नो सानो जीव भए पनि ठुलो काम गर्ने साहस थियो। ऊ जहिले पनि भन्थ्यो, सानो भए पनि मन ठुलो छ। एक दिन जंगलको बाटोमा एक ठुल्ठुलो हात्ती आइरहेको थियो। हात्तीले बाटो हिँड्दा सबै जनावर तर्सन्थे। ऊ घमण्डी थियो, सोच्यो उसै भन्दा ठुलो कोही छैन। कमिला भने डराएन। ऊ हात्तीलाई रोक्दै भन्छ, हात्तीज्यू, हिँड्दा ध्यान दिनुहोस्। तपाईले साना जनावरलाई किट्न सक्नुहुन्छ। हात्ती हाँस्दै भन्यो, तँ जस्तो सानो कमिलाले मलाई सिकाउँछ, त के गर्न सक्छस् र? कमिलाले केही बोलेन। ऊ जान्थ्यो, सायद ठुलो हुनु मात्र ठुलो हुने होइन। ऊ आफ्नो साथी कमिलाहरूलाई बोलाउँछ र सबै मिलेर हात्तीको कानभित्र पस्छन्। हात्ती अचानक दुखाइले चिच्याउँछ, ओहो, मेरो कानमा के भयो? कसैले त बिझ्याइरहेको छ। उसले न त हेर्न सक्यो न त निकाल्न सक्यो। त्यसपछि कमिलाले भित्रबाट भन्छ, अब थाहा पायो, सानो भए पनि हामी पनि केही गर्न सक्छौ। हात्ती लाज मान्दै भन्छ, माफ गर मलाई, अब म कसैलाई सानो भनेर हेप्ने छैन। त्यसपछि कमिला र हात्ती साथी बने। हात्तीले नम्रता सिक्यो र कमिलाले साहस देखायो। कथालाई ध्यान दिएर सुनिदिनु भएकोमा धन्यवाद। यो कथाको नैतिक शिक्षा के हो भने कसैलाई सानो ठान्नु हुँदैन। हरेक प्राणीमा कुनै न कुनै गुण हुन्छ। यस्तै रमाइला कथाहरू सुन्न हाम्रो साथमा रहनुहोला। धन्यवाद।